नागाल्यान्ड पार्कमा चाहिँ हाम्रो पदम सरलाई रिकमेन्ड गरेर हाम्रो भाइहरू सबैले मिलेर यसरी झन्डा ल्याएर चाहिँ हामीले यसरी झन्डा चेन्ज गरेका छौँ। हाम्रो पदम सर पनि आउनुभएको छ, उहाँले नै यसरी यस्तो गर्नुपर्छ भने हामीलाई केही कुराहरू भन्दै हुनुहुन्छ कि पार्कलाई यसरी गर्दाखेरि राम्रो हुन्छ भनेर यसलाई कसरी डेभलप गर्ने, यसलाई पार्कलाई कसरी राम्रो बनाएर अगाडि बढाउने भन्ने कुराहरूमा चाहिँ हाम्रो पदम सरले हामीलाई भन्दै हुनुहुन्छ। अनि उहाँले नै ल्याइदिनु भएको यो हामीले रिकमेन्ड गरेको थियो उहाँलाई चाहिँ यो झन्डा ल्याइदिनु भनेर। यो झन्डा चाहिँ यसरी कुहिएर बसेको छ, त्यही भएर यसलाई चेन्ज गर्नुपर्ने कसरी चेन्ज गर्नु उहाँले नै भन्दाखेरि उहाँले एक शब्दमा नै झन्डा ल्याएर चाहिँ यसरी चेन्ज गरिदिनु भयो। उहाँलाई धेरै धेरै धन्यवाद। हाम्रो
गर्नलाई यो त झन्डै कति कट्ठा छ 10 कट्ठा छ होला है 10 कट्ठा होला है छ नि ठुलो त्यो भक्तपुर के कारणले गर्न नि पहिला भक्तपुरको सिधो पोखरी अब यो भयो पछि फुल्ला हैन नि अहिले अर्को उता सिधो स्ल्याब गरिसकेपछि तपाईँको यहाँबाट चाहिँ गोल्डन पार्क छोडी भनेदेखि तपाईँको यो अब तपाईँको यो यहाँ कुसी राखेको भएन यो धेरै खुसी भयो धेरै बाक्लो भयो तपाईँ यहाँ एउटा त्यहाँ एउटा यहाँ राख्नु अनि एउटा चाहिँ एउटा त्यहाँ अनि कुसीलाई गयो भने मेरो एउटा कस्तो भने एउटा यस्तो जस्तो चाहिँ एउटा यता भयो भने अर्को यतातिर पनि यताबाट फर्का राख्दिनु क्या पुरा यसरी कस्तो भने अब यताबाट धेरै उ पनि गर्नु हुँदैन यो राख्यो भने यहीँ राख्ने होइन अलिअलि राखेको भाइ यसमै राम्रो तरिकाले पेड गरेर यसरी फाल्ने चाहिँ नहुने त्यही पनि अब भए पनि अब त्यस्तो माया त मनबाट धेरै छ होइन अब यो सार्नु पर्ने हुन्छ हामीले अब बाजेको को निक्लेर अब अलि एउटा हात सेप लगाउँछ